हेलो गाइज, आज चाहिँ हामी सुब्बा जाँदैछौँ। जाडो जाडो मौसम छ, त्यही भएर मास्क टोपी पन्जा लगाएर जाँदैछौँ। हिउँ परेर हेर्नु गाइज कति राम्रो देखिरहेछ होइन। तरकारी सकेको बेलामा यस्तो चिसोमा हिँड्नु परिरहेछ। म हेर्नु न, रिसले नबोली हिँड्नु भने अरे फोन नचलाउनु भने बाटोमा हिँड्दा, त्यही भएर हिउँ परिरहेछ। 2 दिन भइसक्यो हिउँ परेको, तर पनि अझै पनि सुकेको छैन। ट्रेन गइरहेछ। टाढा टाढामा सबै हिउँले नै भरिरहेछ। मेरो हस्बेन्डको ड्रेसअप हेर्नुहोस्, जाडो महिनाको हिउँ नि हेर्नुहोस्। हिउँ म देखाइदिन्छु। हिउँ यस्तो छ, हिउँ परेर बाटो कति सफा छ।